ल साथीहरु हेर्नुस् है पुरानो चप्पललाई चाहिँ हो अब म चाहिँ यो मेरो स्वेटर पुरानो भइसकेको थियो नि त हो अन्त यसको चाहिँ अब रुम भित्र लाउने चप्पल बनाउँदैछु है चप्पल बनाउँदैछु हेर्नुस् है मैले पनि युट्युबबाट सिकेको हो कि तपाईहरुलाई देखाउँछु म कसरी बनाउँदै रहेछु भनेर हो यो बाउलापट्टिकोलाई चाहिँ हामीले यसरी फोल्ड गर्नुपर्छ साथीहरु हैन यसरी फोल्ड गर्नुपर्छ ओहो अलिकति मिस्टेक भयो यतापट्टिको त यस 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 यसरी फोल्ड गर्नुहोस् यो बाउलालाई हो त्यहाँबाट चाहिँ मैले धागो पनि रेडी बनाइसकेको छु हैन त्यहाँबाट चाहिँ यसलाई चाहिँ यो पाराले चाहिँ पल्टाउनुहोस् यो पाराले पल्टाउनुहोस् साथीहरु हो त्यहाँबाट चाहिँ अब तपाईले कसरी गर्नुहुन्छ भनेदेखिलाई चाहिँ हेर्नुस् है अब चाहिँ म यसलाई सिलाइ गर्छु हो र साथीहरु यसलाई चाहिँ एकपट्टिकोलाई चाहिँ यसरी भित्र हाल्नुस् हो त्यहाँदेखि यो यसरी यति पल्टिन्छ त्यहाँदेखि यसलाई पनि राम्रोसँगले यसरी पल्टाउनुहोस् हैन त्यहाँबाट चाहिँ यसलाई तपाईले सिलाइ गर्नुहोस् ल अखि नै यस्तो गरेर चाहिँ यहाँदेखि अब मैले यसलाई सिलाइ गर्दैछु अहिले फर्स्ट चाहिँ म रफली नै गर्छु ठुलठुलै हैन सेकेन्डमा चाहिँ अलिकति अब मिल्दै नै सानो सानो गरेर चाहिँ सिलाउनु पर्छ साथीहरु यसरी सानो सानो गरेर सिलाउनु भयो भने चाहिँ यो ढिलो मात्र ढिलो नै फाटिन्छ हैन यता घरभित्र युज गर्ने त हो त्यसले गर्दा बाहिर जानु त पर्दैन त्यसरी हैन तपाईहरुले बाहिर जानु बनाउनु पनि सक्नुहुन्छ अहिले अब के रे विन्टरमा हैन जाडै हुन्छ खुट्टाहरु ठिराउँछ तपाईहरुले अलिक बलियो खालको कपडामा चाहिँ धागो राम्रोसँगले गर्नु भयो भने बाहिरको लागि पनि युज गर्ने चप्पल बनाउन सक्नुहुन्छ साथीहरु र साथीहरु एउटा चाहिँ मैले अलरेडी बनाइसके हो अब यो अर्को बनाउँदै छु अब बनाइसकेर फेरि भिडियो उयो देखाउँदैछु ल तपाईहरुलाई बनाइसकेर यो चाहिँ मेरो अर्को चप्पलै जोडेको यो चाहिँ मेरो स्वेटरले बनाएको है दुईटा हैन एउटा जोडी यो चाहिँ मेरो जिन्सको प्यान्टले बनाएको अन्त हजुर साथीहरुलाई कस्तो लाग्यो अब यो त मजाले युज गर्न सक्छु नि त मैले यसलाई त मैले बाहिर पनि युज गर्न सक्छु हेर्नु न जिन्सको हो नि त हो अब यो भित्र लगाएर देखाउनु पर्यो तपाईहरुलाई लु हेरिहाल्नुस् कस्तो लाग्यो मन परेमा मेरो भिडियोलाई है यहाँ नु यो त भएछ भगवान ओके बाइ बाइ मन पराइदिनु भयो भने चाहिँ लाइक कमेन्ट शेयर गरिदिनुहोस् ल हस् त बाइ बाइ